यहाँनिर बिहान बिहान हेर्नुहोस् न यहाँ कति भिड छ आमा हर हर गङ्गे हर हर गङ्गे आरती स्टार्ट भएको छैन होला कि भइसक्यो खै केही टुङ्गै पाइएको छैन हो गयो होला अब त स्टार्ट होइन आरती यो चाहिँ नाई घाट हो गाइस यसलाई भन्छ नाई घाट यहीँनिर आएर तपाईँहरू बाबाहरूको श्राद्धहरू गर्नु सक्नुहुन्छ तपाईँहरूले यो नाई घाट हो यहाँनिर कपाल सपाल पनि सबै काट्छ स्नानहरू गर्ने सबै त यहीँ हो हेर्नुहोस् अहिले कति बज्दैछ 5:30 माता रानीको दर्शन गर्नु पाइन्छ कि पाइँदैन चप्पल निकाल के यो भिडियोलाई सेयर गर्नु होला लाइक कमेन्ट चाहिँ एकदम दबाएर गर्नु है महादेवको भक्ति हुनुहुन्छ भने चाहिँ हेलो गाइस मन्दिर आयो एउटा मन्दिर यहाँ भगवानको अङ्ग्रेजले जुस बेच्दैछ हेलो गाइस फाइनली हामी हरिद्वार आइयो जय माताजी अब यहाँबाट स्टार्ट हुन्छ यहाँ माग्ने हर हर महादेव भन्दै हिँड्नुपर्छ गाइस हेर्नुहोस् हरिद्वार तपाईँहरू यसबाटै दर्शन गर्नु होला यहाँ माग्ने मान्छेहरू पनि धेरै हुन्छन् म चाहिँ आज मेरो बाबाको श्राद्ध हो भनेर चाहिँ आज हरिद्वारमा श्राद्ध गर्नु आएको है गाइस म चाहिँ ल हेर्नुहोस् मान्छे यता पनि मान्छे पुरा भिड खचाखच छ यसलाई समुंदर हेर्दा हुन्छ लाजवाब कहाँ है पहिले घाट जाने हो अनि त्यहाँ पछि ल हेर्नुहोस् न गाइस तपाईहरु त्यहीबाट स्नान गर्नु होला यहाँ भगवानको नदी हैन हर हर महादेव भन्दै आइयो अच्छा लग रहा है ना भरि सक्दो यो भिडियोलाई ल हेर्नुहोस् हर हर महादेव ओ महादेव भगवान आउनुहुन्छ यहाँ ऊ घाट वहाँ यहाँ जानुपर्ने छ गाइस म चाहिँ यहाँ कटिङ गर्नु गएँ हर हर महादेव भन्दै हुन्छ अब यो टोपी गर्नु सब म पनि ताक्लो भइरहेको छु आज जे भएको हुन्छ चाहिँ होइन त तर अब आज भर्खर आइपुग्यो सबैहरूलाई पनि आउनु छ भने चाहिँ काश्मीर गेटबाट आउनुपर्छ हो काश्मीर गेटबाट यहाँनिर 6 घन्टा लाग्दो रहेछ 6 घन्टामा चाहिँ लाइभ पाउँदो रहेछ याद हुनुहुन्छ नि होइन जय माताजी म यता जान्छु तर म सोचेको त यता जान्छु भने तर यता म जाँदिनँ म यता जान्छु अरे कोही दिक्कत छैन ल हेर्नुहोस् यहाँनिर अलिकति जोगेर हिँड्नुपर्छ लुटेर मान्छे बेसी हुन्छ हौ यिनीहरूले 2 मिनेटमा लुटी पो हाल्छ त फेरि ल हेर्नुहोस् मान्छेको भिड कमेन्टमा चाहिँ दबाएर हर हर महादेव भनेर लेख्नु है सबैजनाले ल हेर्नुहोस् त बिचरा यस्तो
बोजूहरू पनि आउँदैछन् ल हेर्नु यो भगवान्ले बोलाएपछि आउनै पर्छ सब भगवान्को देन हो गाइस हैन पुरा भिड यहाँनिर यो चढाउने होला हो यस्तो चाहिँ नहेरौँ होला हो बिचराहरू भक्तिमा शक्ति छ ल हेर्नुहोस् त यसले कस्तो धम्कै केला लिएन भनेर यस्तो हुन्छ यहाँनिर मान्छेले केला लिएन भन्दाखेरि पनि अब त्यहाँनिर कति दाम गरेको नि लिँदैन भने कस्तो धम्काइदियो हो खतरा हो नि भएर मान्छेले हाम्रो चाहिँ यहाँ कहाँ छ भनेर चाहिँ यहाँ हिँडेको अहिले त हिँडेको होइन भाइ यो त के भन्छ अरे पुर्दा नै भन्छ कस्तो लाग्छ मजा आउँदैछ के छ हो र फिल ल सबैलाई राम्रो लाग्दैछ मलाई पनि राम्रै लाग्दैछ हो यहाँ जग्गा हेर्दैछु म यहाँ बाबाको यहाँ कहाँनिर चाहिँ गर्नुपर्ने छ श्राद्ध भनेर चाहिँ एउटा यहाँनिर पण्डितलाई सम्म नै हो अहिले हामीले होटेल नलिएको यहाँ गरिवरी त्यहाँबाट रातिको आरतीको लागि चाहिँ आउने भरे बेलुका चाहिँ आरती भ्याउने गरी आउनुपर्ने छ अनि के भन्छ अरे त्यस्तै हो गाइस हेर्दै गर्नु यहाँ चाहिँ अलिकति जोगेर हेर्नुपर्छ लुटेर मान्छेहरू चाहिँ दुनियाँ भरको हुन्छ हो आँखा झिमिक मालगायत आँखा झिमिक मालगायत जस्तै हुन्छ यहाँको मुख पनि धुएको छैन ल अहिले भेटौँ ल गाइस ये तो वीडियो बन गया है देखो पापा मारेंगे डुबकी बहुत ठंडा है और पानी का बहाव बहुत बढ़ रहा है हर हर गंगे मजा आउँदैछ यिनीहरूलाई चाहिँ नि हर हर गंगे भोलेनाथ गाइस बाबुको पनि श्राद्ध सकियो श्राद्ध गरेको चाहिँ देखाउन अलिक अप्ठ्यारो होला क्या देखाइनँ मैले हेर्नु त बापरे भयो नानी के लिए बोल रहा हूँ हर हर गंगे हर हर गंगे हरिद्वार मार 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 डुबकी मार एक और लास्ट